सो हेलो गाइज वेलकम टु माई ब्लग। आज हामीहरू सबैजना मैनगरमा लागेको खुसडी मेला हेर्न गइरहेछौँ। हामीहरू अटोमा गइरहेछौँ मैनगरको महोत्सव। On the way to मेला। So guys, कति धेरै भिड छ। You can see। हामीले टिकट लियौँ र गेटतिर लाग्यौँ। घुसडी महोत्सवमा सबैजनालाई स्वागत छ। महोत्सवभित्र पुग्ने बित्तिकै हामीले त्यहाँ लागेको स्टलहरू एक्सप्लोर गर्नतिर लाग्यौँ। बिस्तारै स्टलहरू एक्सप्लोर गर्दै अगाडि बढ्यौँ। त्यहाँ चाहिँ खानेकुराको ज्वेलरी, चस्मा, बाउल, कप सबै कुराहरूको स्टलहरू लागेका थिए र हामीले एक एक स्टल एक्सप्लोर गर्दै हिँड्यौँ। त्यहाँ चाहिँ इयरिङ मलाई धेरै नै मन परे अनि म र आमा चाहिँ सँगसँगै नै हिँड्यौँ। गफ गर्दै हिँड्दै स्टलहरू हेर्दै हामी कति बेला ग्राउन्डमा पुग्यौँ थाहा नै भएन। फर्स्टमा हामी चाहिँ चर्का भएको साइड गयौँ। त्यहाँ चर्का, नाउ, मोतका कुवा र जलपरी हेर्ने त्यहाँ सिस्टम थियो। अनि हामीले फर्स्टमा चाहिँ जलपरी हेर्ने भनेर हामीले जलपरीको टिकट काट्यौँ र हामी जलपरी हेर्न त्यहाँ भएको एक्वेरियमतर्फ लाग्यौँ। त्यहाँ चाहिँ धेरै थरीथरीका माछाहरू थिए। फर्स्टमा हामीले माछाहरू हेऱ्यौँ। यो भित्र आएर चाहिँ हामीलाई बेग्लै दुनियाँमा आएको जस्तै फिल भयो। माछाहरू हेरिसकेपछि हामी जलपरी हेर्नतिर अगाडि बढ्यौँ। जलपरी हेर्ने ठाउँमा चाहिँ धेरै नै भिड थियो अनि हामीले अलि अगाडि गएर राम्रोसँग जलपरी हेऱ्यौँ। जलपरी चाहिँ धेरै क्युट थिइन्। अनि जलपरी हेर्ने भनेर आइसकेपछि जलपरीसँग अलि भिडियो त बनाउनै पर्यो अनि मैले नि यसो गरेर भिडियो बनाइदिएँ। जलपरीले पनि पछाडिदेखि फ्लाइङ किस गरिदिन्। जलपरी हेरिसकेपछि चाहिँ त्यहाँ धेरै भिड भइरहेको कारणले हामीहरू चाहिँ बाहिर निस्किहाल्यौँ चाँडै नै। हिँड्दा हिँड्दै थाकिसकेपछि हामी सबैजनालाई भोक लागिसकेको थियो र हामीले जेरी खाने प्लान गऱ्यौँ र हामी सबैजनाले एक ठाउँमा बसेर जेरी खायौँ। त्यसपछि हामी अझै स्टलतिर गएर खानेकुरा खानतर्फ लाग्यौँ। खाएपछि हामी नाउ खेल्नतिर लाग्यौँ। हामी सबैजना नाउ खेल्ने भनेर गयौँ। एकछिन लाइनमा लागेर एकछिनपछि ठिक्क हाम्रो पालो आयो र हामी नाउमा चढ्यौँ। नाउ खेलिसकेपछि हामीहरू मिकी माउसतर्फ लाग्यौँ। सोफियालाई चाहिँ मिकी माउस खेल्नु थियो तर उसको एजको कारणले उसले खेल्न पाएन। एकछिनपछि चाहिँ आज आउने सिङ्गर पल्सा आइपुग्नुभयो र सबैजना उहाँकै नै वेटिङमा पर्खेर बसेका थिए। पल्सालाई देखिसकेपछि हामी घरतिर लाग्यौँ। घर जाने बेला चाहिँ हामीले यसो चस्माहरू ट्राई गऱ्यौँ अनि यो चस्मा चाहिँ कस्तो देखिया चाहिँ गाइज कमेन्ट गर्नुहोला। मैले किने कि नै त्यो नि भन्नुहोला। सो गाइज हामीहरू थाकेर घरतिर लाग्यौँ। फाइनली गाइज कति बजी निस्क्यो हामीहरू? 5 बजी। धेरै नै भिड छ आज। कसरी कसरी बाँचेर हामीहरू निस्क्यौँ गाइज। 5:30 बजी हामी यहाँदेखि निस्क्यौँ। त्यही नै अगाडि कति धेरै भिड छ। सो गाइज हामीहरू मेला हेरेर बाहिर आइसके गाइज। अब हामी आफ्नो घरतिर लाग्छौँ। बाई गाइज।